गाडी आइसक्यो है अनि स्कुटर चाहिँ अब ड्राइभरले माथि चढाउनु पर्ने हुन्छ हजुर ह्यान्डल लक छ अब हेरौँ काठमाडौँसम्म कसरी पुग्छ यो यहाँ मुस्ताङमा चाहिँ राम्रो दिदीहरू चाहिँ भाइरल गराइदिनु पर्ने अरे हेलो गरिदिनु न दिदी अब स्कुटी नभएको चाहिँ म फ्लाइटमै चलिन्थेँ अब स्कुटीलाई फेरि अब गाह्रो छ है ल टक्क सियो ल केटा हो स्कुटी लिएर फर्किनु पर्ने भयो आजको दिन होइन आज कसले घाट गर्यो ठकुरीले यस्तो भयो क्या दाइ होइन राम्रोसँग हाम्रो अङ्कल बोलिरहेको छ होइन त्यसले के भन्यो नि तपाईँ किन बढी बोलिरहेको भन्यो कि त्यसले हामीलाई के भनेको थियो भने त्यसले हामीलाई भनेको थियो नि होइन मुस्ताङ 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 जान्छ भन्ने थियो तर अब त्यो हिजो गाली गर्नु नहुने थियो मुख छान्नु नहुने थियो होइन अब दाइले छाडिदियो अनि टक्क अब चाहिँ गाडी चाहिँ हामी बसमा लिएर जानुपर्ने भयो अहिले राम्रोसँग बोल्दाखेरि पनि के भन्यो भने तपाईँले बेनीसम्म पुग्ने स्कुटर ए दाइले के भन्यो भने होइन अङ्कलले के भन्यो भने दाइ म राम्रोसँग बिस्तारै बोलिरहेको छु तपाईँ बढी नबोले कसलाई हाम्रो काकालाई त्यस्तो नि भन्ने हो त नि त्यस्तो त नभन्नु पर्ने हो होइन ल अब भाइ है टक्क मैले सुन्नु हामीले त होइन त्यसकोबाट रेन्टमा स्कुटर लिएर जाँदाखेरि के भनेको थियो नि भाइ है ल राइड सेफ राम्रोसँग जानु राम्रोसँग बोलेको थियो नि होइन अनि अहिले त्यसो स्कुटर बिग्रिएपछि अनि अहिले चाहिँ किन जङ्गेको कि किन भन्दाखेरि त्यो त हो त रेन्टमा लिइसकेपछि बाइक होइन हामीले त पैसा तिरेर लिएको अब त्यही हो हाम्रो त्यो रेन्टको स्कुटीको कारणले चाहिँ हामीले कति 2 दिन पनि मजाले घुमिनौँ तर हाम्रो कति हाम्रो त्यत्रो 17,000 18,000 खर्च गयो होइन त्यो स्कुटरको कारणले अनि यो हो कि अब अहिले चाहिँ पैसा मैले अब पे गरिसकेको छु अब पछि मलाई भाइहरूले अब तपाईँ मिलाएर दिन्छु नि होइन अब त्यही हो मलाई पनि अब चाहिरहेको हुन्छ होइन अब म काठमाडौँ पुग्छु तिमीहरूलाई पर्खिन्छु होला साइड होइन भयो भने अनि काठमाडौँ पुगेपछि तक तिमीहरू पर्खिन्छ होला अनि त्यसो 1-2 दिन मजाले घुमाउँला होइन त्यसो अब तिमीहरू त्यो बिस्तारै गर्दैन नि त चारजना हुन्छौ होइन अब त्यही हो ल भाइ ल हामीले चाहिँ के भयो ल भाइ है टक्क राम्रोसँग घुम है तर त्यसरी बोल्नु चाहिँ हुँदैन क्या अब त्यही हो यस्तै भयो है गाइज भाइ किन रुको नरुव न को मैले गरेर हो भाइ नरुव न यार आज यस्तै हुन्छ क्या भाइ अब हेर न परिस्थिति मैले त अब परिस्थितिलाई बुझेको होइन अब तिमीहरू अब यस्तै हो होइन नरो भाइ सोधेँ क्या भाइ अब हेर न अब सँगै रमाइलो गर्न आएको मान्छे होइन अब यस्तै हुन्छ क्या भाइ अनि छोड्दै क्या भाइ सोध न अब तिमी र म दाजुभाइ छँदै छ नि भाइ अब पैसाको कारोबार त पछि मिलाउँदै गरौँ नि अब तिमीहरू राम्रोसँग घुम होइन सेफ राइड गर अब त्यही हो म चाहिँ अब छुट्टिन्छु होइन हामी सँगै आएको सँगै घुम्दै सँगै जाने भनेर भनेको थियो मलाई मुस्ताङबाट उतारेर पिरेको भयो भने हामी आफै पेमेन्ट गर्थ्यौँ क्या होइन तर त्यसले मुखसुख छाटे होइन यता काकालाई थर्काउने यस्तो चाहिँ गर्नु भएको अब थपिँदै अब मेन चाहिँ अब तपाईँकै गल्ती छ होइन अब मैले त्यस्तो तपाईँलाई भुचेर पनि भने होइन तपाईँको गल्ती छ तपाईँले चाहिँ एक्सेप्ट गर्नुपर्ने हुन्छ हामीले हाम्रो हिजो होइन के भनेको थियो भने दाइ 500 रुपियाँ तिरेर हाम्रो त्यसले हामीले उयो प्लग भेट राख्नु परेर रहेछ भनेर भन्दाखेरि त रन्टीको बाट बढी नबोल्यो भनेर बोलेको त्यसले त्यही हो लकडा हो तिमीहरू सेफ राइड घुम होइन बस राम्रोसित टक्क अब स्कुटीमा चाहिँ अलिकति धेरै तेल भएको कारणले टक्क निकाल्दैछ है अनि सो अब स्कुटी चाहिँ अब बसको छतमा राखेर लिएर जानुपर्ने हुन्छ अब यस्तै परिस्थिति छ है अनि अब मेरो चाहिँ नन कति त्यस्तै 18-19 घन्टाको ट्राभल हुन्छ होला गाडीमा सायद लोकल बसमा अब आरामले जाम भन्ने हो हिजो यही टेबलमा 1 जना 2 जना 3 जना 4 जना यो चेयर टाँगेर पनि यहाँ 5 जना हामी 5 जना थियौँ अहिले 1 जना सायद म अलिकति पूर्वको मान्छे सोझो भएर नि होला होइन यस्तो भोग्नु परेको अब सिट पेपर भने त लेखेको छ तर मैले मान्छे चिन्न चाहिँ गलत र ढिला भएको क्या मैले मान्छे चिन्न चाहिँ ढिला भएको विश्वास गरेर हुँदो रहन्छ
जसले विश्वास गर्यो त्यसैले गाड टाइपको हुँदो रहेछ भनौँ न। मनमा त्यस्तो दुःख पीडा त छैन तर यस्तो चाहिँ नहुनु पर्ने हो भइहाल्यो भन्ने टाइपको हुँदो रहेछ होइन। केही छैन, अब म खाना मगाइसकेको छु भेज खाना, त्यो पनि अब 400 अरे। अनि म टक्क खाना खाएर मेरो गाडी आउँछ, त्यसपछि म नोन भनौँ न 12 घन्टा होइन 18 घन्टाको ट्राभल हुन्छ सायद मेरो, सिधै भोलि बिहान। यस्तै हो जिन्दगीमा, यस्तै चाहिँ भोग्नु परिन्छ है। उनीहरूलाई रिग्रेट फेड हुँदैन, किन थाहा छ? नयाँ ठाउँ फ्रीमा राइड, मसँग एकछिन छिट्या मात्र टेन्सन, त्यसपछि नो टेन्सन क्या उनीहरूलाई। मेरो चाहिँ आँसु चाहिँ होइन आइरहेको छ। म कसम काठमाडौँ नपुगेर मेरो घरमा मेरो मम्मीसँग नपुगेपछि चाहिँ मेरो आँसु रोकिँदैन क्या कसम। छोरा मान्छे रुनु हुँदैन होइन, रुनु हुँदैन जस्तो जुकै पीडा भए पनि है। भेज खाना यसको चाहिँ 400 है। टक्क यसरी नै भइरहेको छ। अब खाना खाएपछि अब सिधै म काठमाडौँ, किनभने अब फोन पनि म चलाउनु मन लाग्दैन, उस्तै स्याड होइन। भाइहरू चाहिँ अब अलिकति माथि नै पुगेछ। ल भाइ राम्रोसँग घुम्नु होइन। मैले त अहिलेसम्म यस्तो त भएको पनि थाहा थिएन, गरेको पनि थिएन। टक्क आज भयो, आफूलाई नै पढ्यो हो फ्यामिली है। अनि टक्क अनि यहाँ मुस्ताङमा चाहिँ राम्रो दिदीहरू चाहिँ भाइरल गराइदिनु पर्ने अरे। अनि सो दिदीहरू हेलो गरिदिनु न दिदी। अनि सो दिदीहरूलाई तपाईँहरू यता यो कुन ठाउँ जमसममा आउनुभयो भने चाहिँ दिदीहरू तपाईँहरूले भेट्नुहुन्छ है। किनभने यो पसलको दिदी साउनी दिदी, अनि दिदी चाहिँ फेरि काठमाडौँ जानुहुने अरे। म नेक्स्ट टाइम आउँदाखेरि भेट्छु भनेको होइन अरे। हजुर। अनि अफकोर्स अब मेरो गाडी नै आउँछ होला अब 11 बजीतिर। अनि त्यसपछि टक्क अब स्कुटी नभएको चाहिँ म फ्लाइटमै चलिदिन्थेँ। अब स्कुटीलाई फेरि अब गाह्रो छ है। ल टक्क सियो अब काठमाडौँ गएर भेट्ने छ हजुरहरूसँग। मेरो साधन चाहिँ यहीँ बसिरहेको छ एक्लै। अनि अब यहाँबाट फर्किनु पर्दाखेरि चाहिँ अब अर्को दिन नराम्रो फिलै भइरहेको छ। त्यही गाडी कतिखेर आउँछ होला? अब आउने बेला भयो। सो है टक्क यसलाई, अनि यसको मिररहरू चाहिँ डिग्गीमा फेरि उताबाट फेरि मिरर खोइ भने फेरि न्यु खोज्यो भने तनाव हुन्छ। हजुर। सो स्कुटरको मिररहरू चाहिँ हजुर कुन यो भित्र ब्याग हजुर ए हुन्छ हुन्छ। सो दाइले चाहिँ टक्क स्कुटरको मिरर निकाल्छ डिक्कीमा राख्ने अरे। डिक्कीको ब्यागहरू चाहिँ मैले लाउनु पर्ने हुन्छ, बोक्नु पर्ने हुन्छ। अनि जस्तो है गाडी आउने बेला भइसक्यो। यस्तै छ जिन्दगी। गाडी नै आइसक्यो है। अनि टक्क यो स्कुटर चाहिँ अब दाइहरूले माथि चढाउनु पर्ने हुन्छ। अनि सो यो चाहिँ अलिकति सेफ तरिका छ है, यहाँ चाहिँ सेफै छ है। ल त्यही अलिकति नपुग्ने तरिकाले गरिदिनु ल। अनि यो टक्क अब यत्रो लङ ट्राभल है, सबै ठिक छ अहिले चाहिँ, फाइन छ सबै। अनि यो हो कि अब यसलाई चाहिँ अब कसरी अब अलिकति सेफ हुन्छ नि, अफरोडमा पनि हल्दा पनि नभइदियोस् भन्ने तरिकाले गर्न सकिन्छ भन्ने हो। ल अब टक्क है म चाहिँ अब यो स्कुटरहरू माथि राखेर आफ्नो सामानहरू ट्याग बुक गरेर त्यसरी निस्किनु पर्ने हुन्छ। दिदी तपाईँलाई पनि धेरै धेरै धन्यवाद, माइजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद। बाई बाई है। अब फेरि अर्को चाहिँ त्याउने बेला सम्झिरहेछु तपाईँहरूलाई एकदम। ल उहाँ दाइहरूले टक्क दाइ यो चाहिँ अलिकति सेफ तरिकाले गरौँ है। ल है। अनि टक्क अब दिदीहरूले धेरै धेरै माया देखाइदिनु भयो अनि धेरै खुसी लाग्यो। अनि टक्क अब यो कसरी तान्नुहुन्छ? सेफ। अनि यस्तो के साप्नु पर्दैन छ? हो त्यसो भए ठिकै छ कि। तपाईँ यो त मेरो दोस्रो चोटि यसरी स्कुटी छटमा लानु दिनेको। ए हो रहेछ। ल ल यतिको भएपछि चाहिँ हल्का सेफ पुग्ने भन्ने हो। यहाँ चाहिँ फाइन टु छ। अब कानुन कुरा के हुन्छ त्यो चाहिँ नरी। ल टक्क है। ल है टक्क माथि लगाइसक्यो। अब गाह्रो छ काठमाडौँ अब दाइलाई कल गर्नु पर्ला जस्तो एकचोटि। अब दाइलाई कल गर्छु काठमाडौँमा चाहिँ है। अब किनकि म एक्लै जानु सकिँदैन। अब यहाँ
दाइहरूले पनि अब गरिदिँदैन भन्नुभएको छ किनकि यत्रो हेभी है। अब दाइको सामान हो, हामी त सेफ लाने हो। अब के गर्नु, पैसा तिरेर राम्रोसँग चलाऊँ भनेको, अब पैसा तिरेर पनि अब यस्तो तरिकाले जान्छ भने त अब के गर्नु त नि। अब यति त अब त दाइले पनि बुझ्नुपर्ने हुन्छ है फेरि। सो फ्यामिली है टक्क अनि म चाहिँ काठमाडौँमा आएर पनि अहिले चाहिँ यसो काठमाडौँमा 1-2 दिन मजाले घुमौँ न, टक्क सपिङहरू गरौँ न भनेर चाहिँ टक्क निस्केको छु है। अनि सो अहिले चाहिँ हामी टक्क ललितपुरतिर जाँदैछौँ अनि भरे न्यु रोडतिर पनि जान सक्छौँ है। टक्क अहिले चाहिँ जस रमाइलो भइरहेको छ कि अब उताबाट त्यत्रो टेन्सन बोकेर आयो दाइ कस्तो भयो भने उता मनाङ मुस्टाङमा स्कुटर लिएर गएको बिग्रेर छतको माथि बसको माथि छतमा हालेर ल्याउनु पर्ने भयो क्या दाइ। अनि त्यही भएर चाहिँ धेरै टेन्सन भएको थियो। अनि यस्तो यहाँ आएपछि त्यो सब टेन्सनहरू क्लियर भयो है टक्क। अनि अहिले चाहिँ हामी उता ललितपुरतिर जाँदैछौँ यसो घुमघामको लागि अनि साथीहरूसँग भेटघाटको लागि। र साथी चाहिँ फेरि यहीँ छ है फेरि, आम्मामा 2जना साथीहरू चाहिँ फेरि यहीँ हुनुहुन्छ है टक्क। अनि सो हामीसँगै फेरि उता जाँदैछु। अनि टक्क अलिसा भरे हामी पाटनतिर निस्किन्छौँ नि भयो भने ल टक्क। अनि पाटन साटनतिर पनि घुम्नुपर्ने हुन्छ। अनि म चाहिँ यसपालि चाहिँ अब नगएको भनेर चाहिँ उता पशुपति नाथ र सोहिमतिर मात्रै गर्छु होइन, बोर्ड त म गइरहेको छु। अनि यसपालि चाहिँ अलिकति त्यो जाने पनि काम पनि भएको छैन, साथीहरूसँग पनि भेटघाट पनि गर्नु पाएको छुइनँ। ल टक्क म फेरि 1-2 दिनमा म इटहरू फर्किनुपर्ने हुन्छ है। सो हामी चाहिँ यो ललितपुरको कुन ठाउँमा आएको छौँ थाहा छ अहिले? यो पानी चुचे पानी टुटे पानी टुटे पानी ए टुटे पानी हो कुन ठाउँ, म पनि अलिक फर्स्ट टाइम हो है। अनि सो हुन्छ हाम्रो हिरो नि हेलो गरिदिनु त अलिसा। अनि सो मेकअप गरेर आएर उसको नयाँ ट्याटु अरे है। अनि टक्कै यो हो कि अब उतासम्म चाहिँ पानी परेको थियो पुरै हेर्नु, पानीको छिटैहरू छ यहाँ चाहिँ फेरि पुरै क्लिनमा चाहिँ पानी परेको रहेनछ। सो अब हामीले यहाँदेखि निस्केर चाहिँ टक्क अब उता निस्किनु पर्ने हुन्छ सो है टक्क। अनि म चाहिँ हिजो अस्ति भर्खर टक्क पोखरा मनाङसँगबाट आएँ। अनि सिधै अब म 1-2 दिनमा ढलान फर्किन्छु भने अनि आज चाहिँ म त अब यस्तो क्याप सक्स त्यो यस्तो सक्स होइन क्या, त्यो सक्स मोजा त्यसको खानीमा आएको छु होइन। अनि टक्क यो हो कि अनि यहाँबाट चाहिँ मैले धर सपिङ गरिसकेको छु। अनि सबैजनाले चाहिँ टक्क आइदिनु होला गमान तरिकाले। अनि म त झन् यहाँदेखि सुप्रिमको बक्सर उठाउने भनेर आएको तर पाएन के, तर केही छैन है टक्क। ल राजा मेरो भिडियो हेर्दो रहेछ है फेरि महाकाज किस्मत भाइसँग के भएको भने थियो त्यस्तो होइन, कहिले काहीँ त्यस्तै हुन्छ होइन। ल टक्क अनि सबैजनालाई एकदम माया छ। अनि उता छ उहाँको नाम चाहिँ के अरे लाक्पा हो, लाक्पा भनेपछि के सेर्पाबाट जान्छ लाक्पा एन्ड लाफा ल सो है। अनि टक्क आज चाहिँ यस्तै हो। अनि उता न्यु रोडतिर घुम्नुहुन्छ आज अनि त्यही बसन्तपुरतिर बस्छु ल। अनि टक्क अनि डिस मेरो चाहिँ खाना पनि आइसकेको छ। अनि डिस यो भनेको चाहिँ चिकन चिल्ली, फ्राइड राइस अनि मोमो। अनि सो यो चाहिँ अम्बिट है। फेरि म चाहिँ अब यो खाएर ट्याक्क आजको लागि चाहिँ काठमाडौँबाट बिदाइ गर्ने तरिकाले चाहिँ यतिले चाहिँ मैले काठमाडौँबाट चाहिँ बिदाइ गर्नुपर्ने हुन्छ है। सो अनि यहाँसम्मको मेरो यात्रा तपाईँहरूलाई कस्तो लाग्यो है टक्क जहाँसम्म लाग्छ तपाईँहरूलाई मैले यति धेरै इन्टरटेनमेन्ट दिन नसके पनि मैले चाहिँ हार्ड वर्किङ गरे जस्तो चाहिँ लागिरहेको छ। यसमा चाहिँ मेरो पैसा पनि यस्तो सकिसकेको छ कि यत्रो हार्ड वर्किङ गर्दाखेरि। अनि टक्क त्यही हो, तपाईँहरूले यहाँसम्म हेरिदिएको रहनु भएको छ भने धेरै माया सपोर्ट गरिदिनु होला, सेयर गरिदिनु होला, लाइक कमेन्ट त टक्क मजाले नै गरिदिनु होला। अनि योभन्दा अगाडिको मेरो चितवन मनाङ मुस्ताङ काठमाडौँभरिको भ्यार त्यो ब्लग हेर्नुभएको छैन भने चाहिँ तपाईँले गएर फेरि सर्च गरेर फेरि खोजेर हेर्नु होला है। टक्क म चाहिँ भोलि इन्टर जानु पर्ने अनि यो हो कि म चाहिँ आज टक्क लास्ट दिन काठमाडौँ। अनि सो टक्क भोलि पनि मेरो चाहिँ नाइटको गाडी छ। अनि सो आफूसँग साधन छैन नि त अहिले। अनि म चाहिँ गाडीको लागि जानुपर्ने छ, मैले एउटा टिकट पनि भनिसकेको छु भने टक्क आज चाहिँ मेरो यही हुनेछ एकदम तरिकाले। अनि सो तपाईँहरूलाई के भन्न चाहन्छु भने गुड नाइट, राम्रोसँग सुत्नु, आफ्नो ख्याल राख्नु, टेक केयर, बाई बाई, सी यू नेक्स्ट भिडियोमा है।